साथीहरु उहाँ जो बहिनीले भन्नुभएको छ श्रीमानले श्रीमतीलाई त्यतिकै कुट्दैन र एकैछिन यो कुरा सुन्नुस् त के कारणले कुट्दा रहेछन् त? छोरा मान्छेहरूले कहिले पनि आफ्नो श्रीमतीलाई भागोस् भनेर मन नपरेर कुटेको हुँदैन। हामी छोरी मान्छेहरू आफै जिद्दी गरिरहेका हुन्छन्। जिद्दी गरेको छोरा मान्छेलाई मन पर्दैन, कुटिहाल्छ। कुटिसकेपछि छोरा मान्छेले के सोच्छ थाहा छ? ला यो कुरा माइतमा सुनाउँछ कि मनमै लुकाएर राख्छ। यदि त्यो कुरा हजुरले मनमा लुकाएर राख्नुभयो भने त्यो भन्दा पनि डबल माया गर्छ साथीहरु। तपाईलाई के लाग्छ भिडियोलाई शेयर पनि गर्नुलाई? त्यो कुरा माइतमा सुनाउनु भयो भने तपाईलाई माया गर्न छोड्दिन्छ। चाहे मेरो त्यो आफ्नै भाइ होस्, जोसुकै भए पनि, आफ्नै भाइ आफ्नै दाजुभाइ जोसुकै भए पनि छोरा मान्छेले गर्ने त्यही हो। अनि एउटा कुरा, छोरी मान्छेलाई जति हस्बेन्डले कुटे पनि सहेर बस्नु भनेको होइन मैले। किनभने सानो सानो कुरामा झैझगडा त भइहाल्छ नि। माइतमै सुनाउने भनेको जब तपाईँ हस्बेन्डसँगै बस्न सक्दैन, डिभोर्सै चाहिएको हो भने मात्रै माइतलाई सुनाउनुहोस्।